पछिल्लो समयका लोकप्रिय गायिका एलिना चौहानले डिभोर्स पश्चात आफ्नो पूर्व पति विष्णु सापकोटालाई लक्षित गर्दै ल्याइन ब्रेकअप पार्टी अर्थात् छुट्यो पिरीमा। दर्शकवृन्द नमस्कार। पछिल्लो समयका लोकप्रिय गायिका एलिना चौहानले डिभोर्स पश्चात पूर्व पति विष्णु सापकोटालाई लक्षित गर्दै छुट्यो पिरीमा गीत सार्वजनिक गरेकी छिन्। यस गीतमा लोकप्रिय गायिका एलिना चौहानको स्वर रहेको छ भने यस गीतको शब्द डीपी तिवारीले गरेका छन्। यस गीतको म्युजिक भने नवीन सेन्चुरीले गरेका हुन्। यस गीतको मिक्सिङ तथा मास्टरिङ भने एचबीएन किस्मतले गरेका हुन्। यस गीतको रेकर्डिङ भने 1 dB मा रेकर्डिङ गरिएको हो। यस गीतमा पछिल्लो समयका लोकप्रिय मोडल रञ्जना गुरुङ र सञ्जय विश्वकर्मा खिमजनको अभिनय रहेको छ। यस गीतमा एडिटिङ तथा कलरिङ भने अमृत चापागाईले गरेका छन्। यस गीतको कोरियोग्राफर तथा निर्देशन भने सञ्जय विश्वकर्मा खिमजनले गरेका छन्। यस गीतलाई नेपको इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। हवस् त तपाईलाई यो विशेष रिपोर्ट कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन नभुल्नुहोला। सँगै हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी जोडिन भने नभुल्नुहोला। नमस्कार।